खाना खाँदै गर्दा चाहिँ आमाले जबरजस्ती दुई पन्यु फेरि थपेर टन्न भएको अवस्था छ भने यो भिडियो तपाईँहरूको लागि है त। खाना खाइसकेपछि केही लक्षणहरू देखिन्छ जसले गर्दा चाहिँ तपाईँको मात्रा चाहिँ ठिक्क मिलेको छ भन्ने बुझिन्छ है त। एक नम्बरमा तपाईँको भोक प्यास मेटिन्छ, तपाईँको मन प्रसन्न हुन्छ, तपाईँको इन्द्रियहरू पनि प्रसन्न हुन्छ रे। पहिले कसैले भने सुन्नुभयो होला नि, मैले त आँखै देखाएको थिइनँ भोक लागेर, त्यो चाहिँ हुँदैन रे। अर्को कुरा चाहिँ तपाईँको मुटु चस्किने, पेट डम्म हुने, कोखाहरू हान्ने भएको छैन भने चाहिँ तपाईँको डोज ठिक्क भएको छ। त्यस्तो भएको छ भने चाहिँ बढी भएको छ भन्ने बुझिन्छ। अर्को कुरा दिसा पिसाब राम्रोसँग हुन्छ, भोक प्यास टाइममा लाग्छ, बिहानको खाना बेलुका पच्छ, बेलुकाको बिहान पच्छ, यस्तो छ भने तपाईँको डोज मिलेको छ भन्ने बुझिन्छ। र लङ टर्ममा चाहिँ यसले तपाईँलाई ऊर्जा दिइरहेछ, तपाईँको शरीर पोषित भइरहेछ होइन, बल बढ्न उपचयहरू चाहिँ राम्रो छ, मेटाबोलिजमहरू राम्रो छ भने चाहिँ तपाईँको मात्रा ठिक्क छ भन्ने बुझिन्छ। तपाईँहरूमध्ये कतिलाई यस्तो लक्षण हुन्छ र कतिलाई एकदमै कोखै चसिने गरी खानुहुन्छ कमेन्ट गर्नु होला है त। नमस्ते।